नमस्कार। आजको यो टेक्निकमा हामीले यो स्टेट यो अवस्थाबाट आराम चाहन खोज्छौं, यसको निम्ति हामीलाई सबैभन्दा महत्त्वपूर्ण कुरा एउटा आवश्यक हुन्छ। त्यो के भन्नुहुन्छ भने हाम्रो शरीरमा जति पनि खुसीका हर्मोन्सहरू रिलिज हुँदैनन्, हाम्रो शरीरमा खुसीका हर्मोन्सहरू आउँदैनन्, अब हामीलाई के हुन्छ? हामीलाई डिप्रेसन हुन्छ, अनिन्द्रा हुन्छ, हामीलाई एन्जाइटी हुन्छ, बेचैनी हुन्छ, मानसिक समस्या हुन्छ। हाम्रो शरीरमा यो बेला यदि हामी मानसिक अवस्थामा गुज्रेका छौं, हामी अत्यन्तै चरम पीडाको अवस्थामा छौं भने हाम्रो शरीरमा हर्मोन्स जसले हामीलाई रिल्याक्स, खुसी, आनन्द, मुड र निन्द्रा दिन्छन्, यस्ता हर्मोन्सहरू हाम्रो शरीरबाट हटिसकेको हुन्छ अथवा रिलिज हुन छोडिसकेको हुन्छ। अब यसको निम्ति हामीले के गर्ने त? यसको निम्ति सबैभन्दा एउटा इफेक्टिभ तरिका छ। तपाईले हाम्रो हर्मोन्सलाई रिजेनेरेट गरिन्छ। हर्मोन्स तपाई हामीले सोच्ने बित्तिकै आउँछ। हर्मोन्सले हाम्रो कुरा, हाम्रो आवाज, हाम्रो फिलिङ्स, हाम्रो सम्पूर्ण एक्टिभिटिजलाई हेरिरहेको हुन्छ, देखिरहेको हुन्छ, सुनिरहेको हुन्छ। हामी जे सोच्दछौँ त्यस्तै हर्मोन्स क्रिएट भइहाल्छ। अहिले यहाँले के सोच्नुभयो? डिप्रेसन सोच्नुभयो, निराशा सोच्नुभयो, डर सोच्नुभयो, अथवा ब्रेनमा त्यो छ, त्यसकारण कर्टिसोल हर्मोन आयो। हामीले खुसी सोच्यौँ, आनन्द सोच्यौँ, सेरोटोनिन हर्मोन्स आउँछ। हामीलाई दुखाइमा हल्का कम महसुस हुने खालका दुखाइलाई कम हुँदैछन् भने इन्डोर्फिन निस्किन थालेको हुन्छ। यस्ता हर्मोन्सहरू हाम्रो शरीरमा सम्पूर्ण ठाउँबाट ब्लक भएका हुन्छन्, उत्पादन भएका हुँदैनन्। अब हर्मोन्सलाई सबैभन्दा आजभोलि यहाँले औषधिको माध्यमबाट सेवन गरिरहनु भएको छ। केही रिलिफ भए जस्तो छ, केही रिलिफ नभए जस्तो छ। यो अत्यन्तै महत्त्वपूर्ण एउटा अभ्यास हो, जुन अभ्यासलाई हामीले हर्मोन्स निकाल्ने तरिका भन्दछौँ। अब हर्मोन्स कसरी निकाल्ने मैले बताइसकेको छु। हर्मोन्स हामीले फिलिङ्स गरेर, सम्झेर अथवा बोलेर अथवा अनुभूति गरेर त्यो हर्मोन्सलाई निकाल्ने। दिन बाई दिन, डे बाई डे केही न केही हाम्रो शरीरमा हर्मोन्स रिलिज हुन सुरु गर्छ। जति हर्मोन्स रिलिज हुँदै जान्छ त्यसपछि तपाईँ हामी यो स्टेटबाट रिलिफतर्फ अगाडि बढ्दै जान्छौँ। यो कसरी निकाल्ने त? अब एकदमै सरल विधि छ। यो निकाल्नको निम्ति हामीले अब हाम्रो पास्ट चाइल्डहुड, जहाँ हामी बच्चा अवस्थामा थियौँ, त्यो अवस्थामा हामी पुग्ने। त्यो अवस्थामा हामी कसरी पुग्ने? एउटा गीत बजाइन्छ, त्यो गीतको तालमा तपाईँ त्यो बच्चाको अवस्था लगभग 15 वर्षसम्मको, जन्मेदेखि 15 वर्ष 16 वर्षसम्मको, जहाँ खुसी हुनुहुन्थ्यो, जहाँ चिन्ता थिएन, टेन्सन थिएन, त्यो अवस्थासम्मका तपाईँको मोमेन्ट र डिटेलहरूलाई हामीले भिजुअलाइजेसन गर्ने। जस्तै बजार गएको, खेतबारीमा जोतेको, अथवा चाडपर्वमा केही कुरा खाएको, सबैजना भेला भएको, जुन हाम्रो पहिली हामी जे गर्दा हामीलाई आनन्द मान्थ्यौँ, खुसी हुन्थ्यौँ नि बच्चाको अवस्थामा, चाइल्डहुड, त्यही अवस्थामा हामीले अहिले त्यो सोच्यौँ, अलिकति फिलिङ्स क्रिएट गऱ्यौँ र त्यो अवस्थामा हामी चुर्लुकमै डुब्यौँ भने त्यो बच्चा अवस्थामा जुन हर्मोन्स हाम्रो शरीरमा थियो, धेरै खुसीका हर्मोन्सहरू हुन्थे, हामीलाई निश्चिन्तताका हर्मोन्सहरू हुन्थे, हामीलाई मुडका हर्मोन्सहरू हुन्थे बच्चाको समयमा, त्यही हर्मोन्स अहिले तपाईँको शरीरमा रिलिज हुन थाल्दछ। यसलाई तपाईँले कति चाहिँ फिलिङ्सका साथ त्यो मोमेन्टमा तपाईँ पुग्न सक्नुहुन्छ, त्यसमा भर पर्दछ। यसको निम्ति अभ्यास धेरै सजिलो छ, केही गर्नु पर्दैन। यहाँहरूले मैले एउटा उदाहरणको निम्ति गीत बजाएको छु। त्यो गीतमा यहाँहरूले के गर्ने? यसरी बस्ने। तपाईँ बसेर पनि गर्न सक्नुहुन्छ, इयरफोन लाएर हिँड्दा पनि तपाईँले त्यो मोमेन्ट गर्न सक्नुहुन्छ।
यो यसरी नै बसेर गर्नुपर्छ भन्ने छैन, तर तपाईलाई अभ्यासको क्रममा 2-4 वटा अभ्यास गर्दा यसलाई बसेरै गरिदिनुस्। तपाईले जसरी एक्सर्साइज गर्नुहुन्छ त्यही तरिकाले बसेर गरिदिनुस्। अब यसको निम्ति के गर्ने, गीतलाई प्ले गर्ने, त्यो गीत बज्दछ अनि त्यो गीत बजेपछि त्यो गीत कस्तो हुनु पर्यो, जसले हाम्रो बाल्यकाललाई सम्झाउनु पर्यो। बाल्यकालका मोमेन्ट मिसिएका शब्दहरू, मोमेन्ट मिसिएका एक्टिभिटिजहरू हामीमा हुनु पर्यो। त्यस्तो खालको गीत, सम्पूर्ण गीत होइन। अहिले नाच्ने, अहिले झुरुम झुरुम हुने होइन। अहिले त हाम्रो हर्मोन्स नै छैन। अहिलेको अवस्थामा त हामी नाच्नै सक्दैनौँ, हामीलाई मजा लाग्दैन। हामी अब के गर्ने, त्यो बाल्यपन सम्झाउने खालको गीतहरू मैले एउटा यहाँ प्रस्तुत गरेको छु। कुनै पनि यस्ता गीत तपाईले पाउनुभयो भने तपाईँ त्यो गीतमा पनि प्रयोग गर्न सक्नुहुन्छ। त्यो गीत हाम्रो नेपाली मौलिक पाराको हुँदा अझ राम्रो। हामी जति गाउँको परिवेश, हामी जति सहरबाट अलिक टाढा थियौँ, त्यो व्यक्तिलाई अत्यन्तै फाइदा हुन्छ। तर आजकल जो सहरमा गाउँको परिवेश, गाउँका शब्दहरू उहाँहरूलाई थाहा छैन, त्यो पनि बाल्यकाल सम्बन्धी आधुनिक पप मोडर्न गीतहरू छन्। त्यो गीतमा हामीले के गर्ने, यसरी बस्ने, बसेर गर्नुहुन्छ भने यसलाई एन्टी क्लकवाइज तपाईँ हामीले अब उल्टो घुम्ने। अब हाम्रो के गर्ने, पहिलेको दिनमा जाँदा हामी के गर्छौँ, एन्टी पछाडि हट्छौँ नि, पछाडिबाट राउन्डिङ लाउने, झुम्ने, त्यो टेक्निक यहाँले गर्ने। गीत बज्दछ, गीतसँगै यो स्टाइल, त्यो मोमेन्टहरूलाई सम्झिने। त्यो बच्चामा हिँडेको सम्झिनुहोस्, त्यो बच्चाको अवधिमा खेलेको सम्झिनुहोस्। त्यो मोमेन्टमा तपाईँ पुग्ने र आनन्दले तपाईँले यसरी झमझमी झुम्ने। जसरी झुम्दछौँ, जसरी मधोसमा नशामा मानिस लट्ठिन्छ, त्यही स्टाइलमा आनन्द बन्द गर्ने र उल्टो त्यही गीतको टाइमिङमा टाइमिङ पर्दछ कि त्यसमा मजा सम्झिनुहोस्, त्यो डिटेलहरूलाई सम्झिनुहोस्। तपाईँले त्यो गाउँघरमा कुदेको, हिँडेको, हाफपेन्ट लाएर कुदेको, फित्ते चप्पल लाएर कुदेको सम्झिनुहोस्। बारीको कान्लामा तपाईँको उफ्रिएको सम्झिनुहोस्, माटोमा खेलेको सम्झिनुहोस्। तपाईँलाई जे खान मन लाग्यो खाएको सम्झिनुहोस्। सम्झिँदै सम्झिँदै त्यो पुरानो डिटेललाई तपाईँलाई आनन्द आउने। जङ्गल कुदेको, स्कुललाई कुदेको, सम्पूर्ण डिटेललाई जसले तपाईँको बाल्यकालको अवस्थाको हर्मोनले अहिले बच्चामा के गर्नु, कहाँ जानु, कस्तो मोबाइलमा, कस्तो लुगा लगाउनु, कस्तो तपाईँको पहिरन, सम्पूर्ण सम्झिँदै त्यो डिटेललाई हेर्नुहोस्। एकै डिटेललाई अहिले यो स्टाइलमा तपाईँ जसरी घुम्न सक्नुहुन्छ घुम्नु। पुरै हात यसो गरेर झुम्दा पनि भयो। तपाईँ सरतरिका पुरै झुम्नुहोस्, त्यो गीतको तालमा झुम्नुहोस् र त्यो गीतमा बनेका शब्दहरूलाई सुन्नुहोस्। त्यो शब्द सँगसँगै बग्नुहोस्। कहाँ कहाँ पुग्नुहुन्छ त्यो शब्दसँग बग्नुहोस्। झुम्नुहोस्, आनन्दले झुम्नुहोस्, आनन्दले झुम्नुहोस्, गीतसँगै झुम्नुहोस्। बच्चाको अवस्थामा सम्झिनुहोस्, चाडबाडमा सम्झिनुहोस्। तपाईँको बाबा आमाले तपाईँलाई चाडबाडमा किनेर ल्याइदिएको नयाँ लुगाहरू सम्झिनुहोस्। सम्पूर्ण डिटेललाई सम्झिनुहोस्। त्यो सम्झिँदै सम्झिँदै तपाईँले यो मोमेन्टमा यस्तो प्रकारको झुम्नु पर्ने हुन्छ। आनन्द तरिका जसरी झुल्नु हुँदैन, मत होस्
डिटेललाई हेर्नुहोस्, सम्झिनुहोस्। तपाईँले खेलेका, खाएका, कुदेका गुन्द्रुक, सिन्की, अचार, बारी, केराबारी कता कता खेल्नुभएको, ढुङ्गा खेल्नुभएको, गट्टी खेल्नुभएको, चुङ्गी खेल्नुभएको, त्यो मोबाइलमा बिस्तारै बिस्तारै त्यो मोबाइलहरूलाई सम्झिँदै सम्झिँदै जानुहोस्। डिटेललाई हेर्नुहोस्, आफ्नो डिटेल बाल्यकालको अवस्थामा जानुहोस्। बाल्यकालमा तपाईँ परालमा गुन्डुली खेल्नुहुन्थ्यो, जानुहोस्। डिटेलमा हेर्नुहोस्, खेतबारीमा हेर्नुहोस्, खोला नदी नाला पौडी खेल्न जानुहुन्थ्यो, स्विमिङ गर्नुहुन्थ्यो। यसै तपाईँले यो मोमेन्टलाई बाल्यकालको मेमोरी सम्झिँदै सम्झिँदै तपाईँ झुल्दै जसरी झुल्नुहोस्, यति शरीरलाई फ्लेक्सिबल बनाउनुहोस्। झुल्नुहोस्, रिल्याक्स तरिकाले आनन्द झुल्नुहोस् र त्यो डिटेललाई सम्झिनुहोस्। तपाईँले चाडपर्व सम्झिनुहोस्, दसैँ, तिहार, भोज भत्ते, पिकनिक, त्यसपछि चाडबाडमा भेला भएको सम्झिनुहोस्, खेत रोपेको सम्झिनुहोस्, गोरु जोतेको सम्झिनुहोस्, गाउँघरको पाखा भित्ता पखेरा रुख चढेको सैसैला खेलेको झुम्दै झुम्दै तपाईँ त्यो गीतमा यसरी लगभग 5 मिनटको गीत हुन्छ। त्यो 5 मिनटको गीतमा तपाईँ दोहोऱ्याएर पनि गर्न सक्नुहुन्छ। हाम्रो लगभग समय अहिले कति मिनट जति भयो भन्दा लगभग 5-7 मिनट भयो होला, 5 मिनट भयो। यही क्रममा छ। यहाँले दिनमा 1 पटक 2 पटक बिहान वा बेलुका गीत बजाउने र यो तरिकाले तपाईँ झुम्ने र झुम्दा तपाईँले सम्पूर्ण बाल्यकालको डिटेललाई सम्झ्नु, खेलेको, खाएको, उब्रेको, हिँडेको खुसीका मोमेन्टहरूलाई सम्झ्नु, अझ तपाईँ त्यही पुगेको अनुभूति गर्नु। जति गहिराइमा जानुहुन्छ, जति गहिराइमा डुब्नुहुन्छ, यहाँको शरीरमा उत्पादन हुन्छ। दिनै 1 पटक 2 पटक 3 पटकले मात्र हुँदैन। तपाईँले दिनै यो अभ्यासलाई गर्नुपर्छ। यसलाई भनिन्छ चाइल्डहुडको अवस्थामा अथवा बाल्यपनको अवस्थामा पुग्दा के मुभमेन्ट गरेका थियौँ, त्यो मुभमेन्ट सम्झिने टेक्निक अत्यन्तै $1 मिलियन टेक्निक। लाखौँ फाइदा दिन्छ, लाखौँ मूल्य बराबर, तर सिम्पल छ तरिका, तर टेक्निक एकदम सिम्पल छ, तर लाखौँ बराबरको टेक्निक। यसै गरी 5 देखि 7 मिनट यहाँले झुम्ने र सम्पूर्ण बाल्यकालको मोमेन्टलाई यहाँले सम्झिने, पुगेको ठाउँमा अनुभूति गर्ने, खाएको वस्तुहरू सम्झिने, यो क्रिया यहाँले गर्नुपर्छ। 5 मिनट जति यो गीत सकेपछि अनि यहाँले त्यसलाई इन्जोय गर्ने, रिल्याक्स गर्ने र त्यो सम्झिने र फेरि यहाँलाई आनन्द लाग्यो, यहाँलाई धेरै छटपटी भयो, बेचैनी भयो, यहाँलाई बढी निराशा भयो, अभ्यास गर्नुहोस्, गरेको गरै गर्ने, 2-4 चोटि गरेर मात्र हुँदैन। बजाउनुहोस्, आनन्दले झुम्नुहोस्, तपाईँलाई मन नलागी पनि झुम्नुहोस्। केही समयपछि तपाईँको हर्मोन्स रिलिज हुँदै जान्छ, तपाईँलाई थाहा नपाइकन थोरै तपाईँलाई रिलिफ मिल्दै जान्छ। यसलाई भनिन्छ बाल्यपनको हाम्रो जुन अवस्थामा हामी थियौँ त्यो अवस्थाको हर्मोन्स अहिले हाम्रो शरीरमा निकाल्ने तरिका। हर्मोन्स निकाल्नलाई हामीले सम्झिने मात्रै हो, सम्झिँदा मात्रै हाम्रो शरीरबाट हर्मोन्स आउँछ, बोल्दा मात्रै हाम्रो शरीरबाट हर्मोन्स आउँछ, हेर्दा मात्रै हाम्रो शरीरबाट हर्मोन्स आउँछ। हर्मोन्सले हाम्रो हरेक एक्टिभिटिज A to Z वाच गरिरहेको हुन्छ। हामी जे गर्न चाहन्छौँ ऊ प्रस्तुत हुन्छ। अब हामी के गर्न चाहनु पर्यो? खुसीको मोमेन्ट, खुसीको पलमा झुम्नु पर्यो।
आफूले जे मिठो लाग्छ त्यो कुरालाई सम्झिनु पर्यो, खानु पर्यो, अनि हर्मोन्स क्रिएट हुन्छ। आफूलाई जे राम्रो बोल्दाखेरि आनन्द आउँछ, आनन्दको, खुसीको, आत्मा सन्तुष्टि मिल्छ, त्यो कुरा बोल्नु पर्यो। यो हाम्रो हर्मोन्स रिलिज गर्ने टेक्निक। हस्, यहाँहरूले यसलाई दिन प्रतिदिन गर्नुहोस्, दिनै यो अभ्यास गर्नुहोस्। हप्ता दिन, 15 दिन, महिना दिनमा यहाँहरूको शरीरमा हर्मोन्स परिवर्तन भएरै छाड्दछ। हस्, धन्यवाद, नमस्कार।